हेलो गाइज वेलकम टु माई भ्लग। आज चाहिँ म तपाईँहरूलाई मलेसियाको पासम माला देखाउन गइरहेको छु। लास्टमा हेर्नु होला है। यही हो पासम माला, हप्तामा एकचोटि लाग्छ। यहाँ कपडाहरू त्यहाँनिर चाहिँ सेकेन्ड ह्यान्ड कपडा, यता चाहिँ नयाँ कपडा है। यसो त साइकलहरू राखिरहेको छ। यहाँ फलफुल स्याउ 5 रुपियाँ, अङ्गुर, सब्जी। आज चाहिँ सब्जी किन्नु आएको। सब्जी हेर्नुहोस् है, ताजा ताजा। यहाँ चाहिँ माछा हेर्नुहोस्। मलेसियामा माछा आज लगाउने र नलिनु। यता भाइ पानीपुरी बेचिरहेको छ। अस्तिकै छ, अस्ति एक बोला छ। कुखुरा आयो भने कुखुरा किनौँला न है। यता चाहिँ मासु, माछा, कत्रो कत्रो माछा है। मासु जस्तै हो। यो सानो माछा लैजाउँ। झिँगे भनेको होइन, झिँगे हेरौँ न। गडेउला होइन, माछा हो। यहाँ आँप, झिँगे माछा लैजाउँ। कति रुपियाँ अरे? berapa ringgit bantu? Berapa ringgit ini? किलो 22 रुपये बंदूक। इधर वाला 20 रुपये 30 रुपये। हाँ? परैबाट लैजाउँ कि यतैबाट ल्याइ? पर नि त बनाइदिन्छ नि होइन? जाउँ। पर अलिक राम्रो थियो कि। चिकन फ्राई